लायन्स क्लब अफ महाबौद्धय घोषाले निशुल्क मिखा शिविर जुगुदु यया मावतीदुगु महाकाल माध्यमिक स्कुलले शुक्रबार जुगु मिखा शिविरे पिमसीगु मिखा निशुल्क परीक्षण यागु खस मिखा तेगु वासो चस्पा निशुल्क बिगु ख वास्तवमा आज हामी लायन्सको नयाँ वर्षको हामी छौँ जुलाई 1 देखि लायन्स सेवा सप्ताहको रूपमा हामी काम गरिरहेका छौँ। विशेष स्तरमा आज काठमाडौँको मुटु रहेको यो माओवादी क्षेत्रमा पनि नयाँ क्लब सुधार सँगसँगै सम्बन्ध एउटा कार्यक्रम लिएर आउन पायौँ जसमा उपस्थित छ। यहाँ वास्तवमा हाम्रो सुरेश बेदीज्यूले जुन कलको आफ्नो जन्मभूमि मात्रै होला सायद यो क्षेत्रमा माओवादी जस्तो एकदमै सम्भावना पुरानो हुन्छ उहाँहरूले सामाजिक सेवामा उहाँको साथ विभिन्न सहकारी उहाँहरू सम्पूर्ण समूहहरूलाई हार्दिक हृदयदेखि म स्वागत गर्न चाहन्छु। यो झन् 15 लाख सदस्यहरू त्यसमा यहाँ आउनुभएको छ। विश्वभरि झन् 15 लाख सदस्यहरू पुगेका छौँ। नेपालमा पनि 86,000 बढी सदस्यहरू हामी भइसकेका छौँ। त्यस कारण हामी लायन्सको अन्तर्राष्ट्रियमा पनि हामी नेपाली भाषा नेपाली झन्डालाई एकदमै मर्यादाका साथ सफल भएका छौँ। हामी अन्तर्राष्ट्रिय देशक लगाएर अन्तर्राष्ट्रिय अध्यक्षमा पनि हामी दावी गर्न सक्ने अवस्थामा पुगेका छौँ। चाहिँ झिउ चाहिँ छौँ नु स्थापना लियो क्लब यो छौँ लायन्स क्लब यो छौँ स्थापना यहाँ नौ ठाउँ यो दिने र ठाउँ चाहिँ चिचारौँ प्रोग्राम जो लिन तिमीसँग चाहिँ मिखायो बुद्धि छौँ चिचारौँ शिविर छौँ न महाकाल माध्यमिक विद्यालय दिने मोस्तेट फुकेस्ट मिखा चेकअप हेर्न यो शुभारम्भ हेर्न हो आठौँ सुरुवात जुली जिम्मेला ठो पहिलोपल्ट जुली सुरुवातलाई ठोकी छुचुयामा गुगु पेगुन्या उठ यहाँ प्रोग्राम जो जिम्सँग यहाँ हुने हो र उके जिम्सँग चाहिँ सुरुवात नै जो ठाउँ यो लागि मैले हाम्रो दीपक दाइलाई धेरै अनुरोध गरेर यो चाहिँ नि लायन्स क्लब खोल्न लगाएको र लायन्स क्लबले धेरै जस्तो ग्लोबलमा धेरै कामहरू गर्नु छ। यसको चाहिँ झन्डै 210 राष्ट्रमा यो फैलिएको छ यो लायन्स क्लब र झन्डै 14 लाख हाराहारीमा हाम्रो यो अन्तर्राष्ट्रियमै 14 लाख मेम्बरहरू छन् र यिनीहरू सबैले यो लायन्सको जो 8वटा कजहरू छ त्यो 8वटा कज मध्ये या 8वटा कजमा चाहिँ हाम्रो अन्तर्राष्ट्रिय 210 राष्ट्रले चाहिँ यो कामहरू गरिरहेको हुन्छ। जसले चाहिँ जस्तो गरिब गुरुवा खान नपाउनेहरूलाई जस्तो हङ्गरको भयो जस्तो आँखा नदेख्ने सानोदेखि आँखा नदेखेका बालबालिकाहरूलाई आँखाको जाँच गराएर आँखाको अब के कस्तो औषधि दिएर हुन्छ कि या चस्मा दिएर हुन्छ कि त्यो चस्माहरू दिने वृद्धहरूलाई पनि जस्तो अब 50-60 कटिसकेकोहरूलाई चाहिँ जस्तो जो असहाय व्यक्तिहरू छ तिनीहरूलाई चाहिँ चस्मा दिने त्यस्तो व्यवस्था पनि यो लायन्स क्लबले गर्छ र यसमा अब धेरै जस्तो अब ग्लोबल कजहरू छ 8वटा कज छ। यो कजहरूमध्ये हामीले चाहिँ आज चाहिँ यो भिजनको एउटा कजमा चाहिँ हामीले यो काम गरेका छौँ। यो यस्तो भयो यो चाहिँ जस्तो भनौँ न मैले
एउटा पहल गरेको एउटा महाबौद्ध लायन्स क्लब काठमाडौँ महाबौद्ध खोलोस् भन्ने मेरो चाहना पनि थियो। मैले 2 वर्ष अगाडिदेखि नै दिपक दाइलाई चाहिँ जस्तो मैले अनुरोध गर्दै आएको हो र यो अहिले आएर 2 वर्षपछि चाहिँ अब अहिले आएर जस्तो अब सार्थक भयो यो उहाँले खोल्नुभयो। यो खोल्नुको कारण मुख्य उद्देश्य के भनेदेखि यहाँ पनि धेरै असहाय व्यक्तिहरू हुन्छ, त्यो असहाय व्यक्तिहरूलाई चाहिँ सहयोग गर्न सकोस् भन्ने भावनाले चाहिँ मैले खोल्न लगाएको हो। दिपक दाइ त अब समाजसेवी पनि हो, उहाँले धेरै यस्तो कामहरू गर्नुभएको छ। यो अरू त अब अरू सबै कुरा अरू सबैलाई थाहा छ। यो कुरा दिपक दाइले जे जस्तो गर्नुहुन्छ सबैलाई थाहा छ। झन् आज यो यस्तो छ, यहाँ पानी पनि पर्दै, त्यही भएर अलिकति विद्यार्थीहरू कम भयो। झन् 70 जना जति विद्यार्थीहरूले चाहिँ यसको लाभ लिएको छ। ज्याजोले महाकाल स्कुले तगु लायन्स क्लब या शाखाइना उलेज्या यागुख हामी जाने